मङ्गलम गरुड मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनहरि। ए लामो बाम सुन्दैन बिहान बिहान घन्टी बजाउँछ मे सबैको राम्रो होस्, स्वास्थ्य राम्रो होस्, सबै राम्रो होस्। अब भन्छ मुजी बिहान पूजा गरेर नपाउनु नि लामो 11 बजी कसले घन्टी बजाउँछ हौ? अनि 8 बजी कहाँ गए नि? के थाहा बिहान उठि चाहिँ रनिङ गर्नु गयो होला नि। चोर 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 ओ रनिङ गरेर आज रनिङ गएर आयो कि कुन चाहिँ के चोरे लगेर ल्यायो मलाई। यसको चाहिँ बानी नि यस्तै छ। त्यस्तो के हैन, यहाँ चोकमा दसैँमा पिङ हालेर छ नि त, अनि त्यही भएर त्यही पिङ खेल्दा खेल्दा कहाँ माथि पुगेर यहाँ त्यो थकेर आयो क्या। अरू के होइन, लास्टै भोग लागेछ यार। ल खाइदिनु के पाकेछ? के पाउनु? तेरो बाबु सुरादै पाक्यो। अस्तिको प्रोटेस्ट सबै थप्पो भइहाल्यो, न कलेज फी तिर्नु सकेको छ न घरको भाडा तिर्नु सकेको छ। तिमीहरू के काम छैन, खालि हल्लियो हिँड्यो खायो, कामसाम केही गर्नु छैन। त्यो मोबाइलले गेम फेरि के गरेर बस्यो खालि छ। अब त्यो त अब यसो फ्री भएको बेला हो नि, यसो टाइम पास गर्ने। अब त अल्छी लाग्छ भने यसो टाइम पास गर्ने। त्यहाँ अब कमेन्टमा लिङ्क छ, प्रोमो कोड छ, त्यहाँ चाहिँ अब साइन अप गर, बोनसहरू पनि आउँछ। त्यो गेम सेम खेल्नु टाइम पास त हो। अब तेरो इच्छा त खेल नखेल नखेल। साँच्ची दसैँ भनेपछि याद आयो के छ प्लान योपालिको? दसैँमा गाउँदैन जाने? अब गाउँ जाँदा त्यो पैसा नि हुनु पऱ्यो नि। लामोहरूले झन् दसैँ बेला गाडी भाडा यस्तो बढाउँछ नि, बरु हिँड्दै गयो भने पुगिन्छ। सही होला, दसैँमा यहाँ बस्ने भए चाहिँ बब्बाल रमाइलो गर्नुपर्छ। जे भयो नि, अरू केही नसके पनि यार खसीको मासु त खानुपर्छ यार दसैँमा यार। यत्रो वर्ष हामीले काठमाडौँमा बस्यौँ पढ्यौँ, वर्षको एक दिन मात्रै दसैँको दिन, त्यो एक दिन पनि हामीले खसीको मासु खानु सकेन भने धिक्कार छ हामीलाई। ल हो यार, खसीको मासु त खानै पर्छ। हो यार, दसैँ बेला मासु त खानै पर्छ यार। ल सही हो त्यसो भए। ल हामीसँग जति जति पैसा छ त्यति निकालौँ ल अगाडि। ल यसो गरौँ न, 150ले पनि एक पाउ त आउँछ कुखुराको टन्न झोला राख्नुलाई। मैले भने होइन यसलाई कोठामा नराख भनेर। भाडा दिने म, तैँले राखिस्। होइन यार, यो दसैँमा खसीको मासु त खानै पर्छ यार। खानै पर्छ, चाहे जे होस् खसीको मासु त खानै पर्छ। ल अब यसो गरौँ, हामी 3जना छौँ, 3 ठाउँमा जाउँ, आफ्नो बुद्धिले जति जति पैसा ल्याउनु सकिन्छ ल्याउने, अनि त्यसपछि योपालि दसैँमा खसीको मासु खाने। लेट्स गो लेट्स गो लेट्स गो। ये अरे ओम जय पशुपतिनाथ। टिका लाउनु, टिका लाउनु नानी, टिका लाउने। टिका लगाइदिनुस् न। हुन्छ हुन्छ हुन्छ। श्री साइन मङ्गलम भगवान् कृष्ण मङ्गलम गरुड मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनहरि। धन्यवाद ल नानी। म चाहिँ यसो हातहरू पनि हेर्छु क्या, यस्तो मात्रै म हातहरू एकदम राम्रो हेर्छु। अब तपाईँलाई यसो इच्छा छ भने हात पनि हेरौँ न, हुँदैन? हुन्छ। जय पशुपतिनाथ। अब हात हेर्नु अगाडि चाहिँ हजुरले दक्षिणा चढाउनु पर्ने हुन्छ पशुपतिनाथको नाममा। हुन्छ। अब सुरु गरौँ है त। हात दिनुहोस् त। आहा कति राम्रो तपाईँको हात, मतलब भविष्य पनि एकदम राम्रो छ। म हेर्दैछु, आहा धर्काहरू कति राम्रो हेर्नु त तपाईँको। अब एकदम म हेर्दैछु, एकदम राम्रो छ तपाईँको भविष्य। तपाईँको पञ्चौँ अब सूर्य भएको कारणले तपाईँको धन सम्बन्ध त हुने छँदैछ। तपाईँको अर्को कुरा के भन्दाखेरि तपाईँको प्रेम सम्बन्ध एकदम गाढा। मुना मनको के छ, तपाईँको त्यति राम्रो हुन्छ। तपाईँको 100 वर्ष टिक्छ तपाईँको प्रेम सम्बन्ध। मेरो बुढाबुढीको 1 वर्ष भइसक्यो, अहिले हात हेर्दो रहेछ। खसीको मासु भन्दा पनि योपालि त खसी नै काट्नु पर्ला। यो टोलको तास लङ्गु बुर्जा ओखरको त प्रोमास्टर हो नि म त। अब जे गर्छ यो 50 रुपियाँले गर्छ। दाइ एक बोतल पानी चिप्स दिनु त। पानी हो खाऊ छ चिज पानी हो के अरे खाऊ। सरलाई चाहिँ एउटा डिल लिएर राखेँ मैले। यो अहिले दसैँ चलिरहेको नि त, यो टोलमा चाहिँ काका तास खेल्छन्, काका ओखर खेल्छन्, काका लङ्गा खेल्छन्, सबै ठाउँ मलाई थाहा छ क्या सर। अहिले गएर अब तपाईँले मैले च्याप हान्न सबै पैसा लिनु पाएँ त, आदि तपाईँ आदि मलाई। जाउँ
मलाई 9 तपाईलाई 10 मलाई 10 ठीक भयो सर ठीक छ तर तेरो चाहिँ के ठिक छ यो पैसा सब सरकारले जान्छ अब नयाँ नेपाल बन्छ कहाँ यसरी लुटेर हुन्छ अहिले सुती पैसा मान्छेको यति पनि दिमाग छैन मलाई अब थै यसरी पो हो त पैसाको बोजू ओ हाँडी लक नगर त्यहाँ त्यतिकै छोड्छौ कति घन्टाको लागि हाँडी लक नगर कति हो गाडी नम्बर जाऊ न जाऊ 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 84 15 Right, sir. When? What up? कमाइ त कति हो बेलुकासम्म त टन्नै हुन्छ जस्तो छ मोबाइल मान्छे त सिक्युरिटी थियो झापड त कडा हान्दिरहेछ हौ खोइ टिका लाउने मान्छे नि कोही आउँदैनन् भाइ टिका लाउँ टिका आऊ टिका लाउँ है श्री गणेशाय नमः मङ्गलम भगवान् विष्णु मङ्गलम गर्दछ मङ्गलम पुनकासे मङ्गलाय तनु हरि नराउँदै अनि सुन्नु न म चाहिँ भविष्यवाणी पनि गर्छु क्या हातहरू पनि हेराउँछु हेरौँ त हेरौँ हात हेरौँ न हेर्ने र हेरौँ हेरौँ हरि ओम जय पशुपतिनाथ अब पहिला हेर्नुभन्दा अगाडि भेटी चाहिँ चढाइहालौँ न है पहिले दिनुपर्ने हो र यस्तो हो क्या मलाई फेरि भेटी नभएपछि धमिलो धमिलो देख्छु क्या त्यही भएर अनि दिउँ 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 दाइको त हेर्नै पर्ने अवस्था छ क्या अब अब हेरौँ है खै हात दिनु त तपाईँको पञ्चौँ भावमा राहु भएको कारणले तपाईँको व्यापार बिजनेसमा एकदम राम्रो छ तपाईँको अरू भन्दा नि बिजनेसमा एकदम राम्रो छ तपाईँको हिजोको दिनमा लाखौँ कारोबार हुन्थ्यो भने अब आउने दिनमा भोलिको दिनमा करोडौँ कारोबार हुन्छ तपाईँको होला बुढा अस्ति गेन्जीहरूको प्रोटेस्टले मेरो बिजनेस खरानी भइसक्यो म अस्ट्रेलिया भिजा लास्टलाई हेर्न आएको यहाँ भनिदिए ल त्यहाँ राम्रोसँग हेर्नु त्यही हुन्छ हुन्छ मैले एउटा धर्का हेरेर मिस्टेक गरेँ जस्तो लाग्यो कि ए हो त यो धर्कैदेखि चाहिँ मेरो अहिले आँखा कमजोर भएको छ तपाईँको भिजा त ओहो कति राम्रो तपाईँको भिजा सकेसम्म भोलि होइन आजै तपाईँको भिजा आउँदैछ देखाएको छ यहाँनिर हेर्दाखेरि हो दाइ अस्ट्रेलियाको त भिजा रिजेक्ट भयो अरे त चढ्नै मार्नु नि यो काममा त रिक्स रहेछ हो अब यो गरेर हुन्न मर्ने बेर लाउन ए साँच्ची अघि त्यो केटीले 500 दिए जस्तो लाग्यो मलाई त पुग्यो त्यो 500ले आधी भयो भने खसीको मासु आउँछ टन्न झोला लाग्ला बरु मलाई त पुग्यो म रिक्स लिन सक्दिनँ मेरो 1000 को चेन्ज कसले गर्ने पानामा है 10 रुपैयाँ फेरि ल ल भाइ हाल्नु न दाइ आलिया छिन् भाइ लङ उड्दाको त यहाँ मास्टर हो नि हेरे कसले खाँदो रहेछ इन्भेस्टमेन्ट नगरेर पो त नहेराएको छ ल पानमा 100 सुरतमा 100 ल गोल भाइ गोल 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 पान्टेको सुरु डबलमा ल यार जियो दाइले खाइदिए यार भनेर भाइ ल यो पालि इटमा हाल्दै इटमा मेरो 100 ल इटमा 200 हाल भाइ गोल 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 मेरो पूर्जामा इट्टा टेबल यार
दाइ यो पाली कहाँ यो पालि बुर्जामा पर्छ ल बुर्जामा हाल फिक्स हो? फिक्स हो हाल ल दाइ मेरो आयो बुझामा सही भने सबैले ल अब पानमा हालौँ ल 2000 नखेला भन्छ यार भाइ यार मैले भने क्या टोलको भाइहरू तिम्रो नखेल यो टोलको लङ्गुर्जाको त मास्टर हो क्या मलाई कसरी जित्नु सकेन रहेछ मलाई ल चान्नु तिम्रो बाटो खाएर ल 1 2 3 4 5 6 7 8 9 10 यसमा 1 किलो मासु त होइन शान्तिने त पाठी नै आउँछ नि यो पालिको दसैँ रहिला होला जस्तो सही हो 18 19 20 यतिले त म्यासिङै खसिहाल्छ नि हौ दसैँ त मजाले ओ भाइ के गरायो ए हाँसेको दिदी मैले त मुदैन कस्तो मैले डाइपर लाएर आएको मुतेको कुरा गरे हो मैले यो सरकारी जग्गामा पार्किङको पैसा उठाउने हो त्यो त मिल्दैन कि दिदी म जान्छु तपाईँ उठाउनु ए इन्स्पेक्टर साहब पक्रिनु यसलाई म होइन नि सर म त्यहाँ के गर्नु गएको होइन क्या बाइक मात्रै हेर्नु गएको दसैँमा मासु भात खानुपर्ने कहाँ यहाँ दाल खान्छु भने प्रहरी मेरो साथी होइन अस्ति रवि लामी सानलाई त छोडिदियो मलाई नि जोड्नु क्या त चुप लाग प्लिज त हुन्छ सर अब दसैँको मौका पनि छ अब यो जे जरिवाना लाग्यो बरु त्यो हामी तिरौँला सर के भयो यो निकाल्नु पर्यो सर यसलाई थ्याङ्क यू ल ठिक छ यो नेपाल सरकारले चाहिँ यो अनावश्यक पार्किङ शुल्क उठाएको रहेछ तिम्रो साथीले यो बापत चाहिँ 10,000 रुपियाँ चाहिँ जरिवाना लाग्छ यो 10,000 रुपियाँ दिने अनि तिम्रो साथी लाने ए बह अघि मिस्टेक भएछ 10,500 रुपियाँ मासला तैँले गर्दाखेरि 10,000 गयो मेरो दसैँमा खसी खाने भनेर उहाँ लगेर त्यत्रो जितेर लास्टमा केही न केही मेरो नि 500 उडायो 500 ले आउँछ खसीको चाक सुन्नु नि पाउँदैन मैले 20,000 कमाएँ होइन यो त के हो तर जति कमाएँ मैले त्यही 500 गरेर रुचि तँलाई निकालेको त्यो तैँले म त निकाले यसले नि निकाले होइन एटलिस्ट मैले राम्रो काम गर्दा होइन राम्रो खुब राम्रो काम गरिस् वा मन्त्री बनाउँछु हो तँले गर्छ बिग्रियो किन तँ चाहिँ को तँ चाहिँ को भाइ फेरि हातमा ओए बाबा झगडा सुन अरे के भयो भने के को चाहिँ भयो भने यसले हात लाग्नु मलाई तर यसले हो ए मैले उचाले हो भने तिम्रो अम्बानीको छोराहरू होइन अम्बानीको छोरा तिमीहरूको थालमा 84 व्यञ्जन पाक्छ ल ठिक छ म बिचमा आउँदिन ल ठिक छ ल बिचमै छ गरिबको बच्चा त्यही चामल छ त्यही चामल बोकेर खाऊ ल म बिचमा गर्दिन छोडिदिनु ओ तैँले त नि तैँले चाहिँ के गरिस् तँले सबै उडेर ए पैसा उड्यो हो हामी उड्यो टिप्ने त कमाइसे आउँछ भने त्यस फर्केर आउँछ भने कसै फर्किङ जेलमा हालेछ जहिले काम के काम दिइहालेको के चाहिँ बनाएर ए तेरो खराब हो मेरो भाइ
मासु खाने अझै एउटा आइडिया छ केटा। कस्तो आइडिया? पैसा कमाएर त हामीले खसीको मासु खान सकेनौँ, अब खसी चोर्न पर्ने हुन्छ। कसको? हाम्रो कलेजको डिआई छैन, ऊ त्यो पल्ला गरेर बस्ने सोच्छ। त्यसले हामीले के गरे त्यो कलेजमा कचोटि पिट्यो हामीलाई। अनि अस्ति त्यो आरु चोर्न जाँदाखेरि सालाले हामीलाई नाङ्गे बनाएर पेन्टी लाएर राखेको होइन, थाहा छ कि छैन? किन थाहा नहुनु यसको कट्टु भङ गरे? तेरो पनि थियो है म। यही मौका हो बदला तिर्ने। त्यो बाहिर निस्केको मौका छोपेर हामी 3 जना गएर 3 तिर गएर त्यो खसीलाई छोपिहाल्नुपर्छ। त्यसपछि गएर त्यो खसी अदल गरेर बेचिदिने अनि त्यही पैसाले अर्को खसी किनेर ल्याएर त्यसको आँखाडी काटेर यो पालि दसैँ मनाउने। के छ केटा? ल बनाऊ। सही हो। हाम्रो टार्गेट चाहिँ त्यही छ है। त्यो भर्खर बाइक स्टार्ट गरेर आस लाग्यो होइन, त लेफ्टबाट जा, त राइटबाट जा, म बिचबाट जान्छ है त। अनि म त मसँग हिँड्न। वी आर माफियाज। मुला माफिया प्लास्टिकको गन बोकेको छ, कलेजको कोट लाएर छ। तिम्रो जुन कलेजमा पढ्छौ नि त्यसको म डिआई हो। बासा तिमीलाई चाहिँ भाग्नुपर्छ। अहिले लामो चाहिँ थापेर बस्नु त। के भने यत्रो थियो मलाई मारिहाल्छ। मासु नै खानु भनेको खसीको। मसँग अर्को एउटा प्लान छ केटा। अब छोड्दियो, अब यस्तो यो चोर्नी कामहरूमा ल ठिक छ, हामी गर्छौँ, त नखानु खसी मासु। मिठ लाग्छ खसीको सुप दामी हुन्छ। ल अहिलेको हाम्रो प्लानमा एउटा सानो कमी भयो केटा। एउटा खसी भएको ठाउँमा एउटा खसी चोर्नु गयो भने थाहा त भइहाल्छ नि। जहाँ 100औं खसी हुन्छ त्यहाँबाट एउटा खसी चोरी भयो भने कसरी थाहा हुन्छ? कुरा त तैँले सही गरिस्, तर कसरी? हेर्नुहोस्, हामी चाहिँ सिआइडीबाट तपाईँको खसी तपाईँको खसी एउटा हामी लानुपर्ने भयो। किन होला सर? तपाईँको खसी टेस्ट गर्नलाई। टेस्ट त मजाले गर्ने हो क्या, मर मसला हालेर अलि निचाउँदो है। यो अलि जिस्किन्छ। खासमा हामी त भेजिटेरियन, हामी त मासु नै खाँदैनौँ। तपाईँको यो खसीले गर्दाखेरि चाहिँ यहाँको यो खसीको मासुले गर्दा मान्छेले एकदम बिरामी भएको रहेछ। त्यही भएर यो खसी लगाएर हामीले टेस्ट गर्नुपर्ने रहेछ। ए हुन्छ सर, अनि टेस्ट भएपछि खसी लिन चाहिँ काम। भोलि बिहान टोइलेटमा आउनु। मतलब यो टेस्ट गर्नलाई 1-2 महिना जति चाहिँ लाग्छ। अब यो तिहार पछि नै हुन्छ होला, तिहार पछि हामी ल्याइदिन्छौँ। अब यही दसैँमा बेचौँ भने सर खसी। ठिक छ, अर्को दसैँमा बेचौँ ल, खसी चाहिँ निकाल्यो ल। टाउको होइन म चाहिँ के भने त्यस्तो त्यो खानु मिल्दैन चाहिँ पाए तर माया सित्तैमा पाएँ यार खसी। सित्तैमा हो यार। यो त कस्तो सित्तै? कसरी सित्तै? को तिमीहरू? यो हामी 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 सिआइडीबाट हो। हामी यो खसीलाई चाहिँ अब त्यो अहिले बजारमा नयाँ रोग आएको छ अरे क्या, मान्छे कति बिरामी भएको रहेछ, अनि त्यही भएर अनि यो खसी लिएर गएर टेस्ट गर्न लाग्यो। त्यो केटा हो। ठिक कुरो गरे तिमीहरूले त आधा इन्फर्मेसन मात्रै पाएर रहेछ। बिरामी मात्रै होइन, मान्छे पुग्लुक पुग्लुक मरेर खान्छ जाठाहरू। त्यही भएर अस्ति पशुपति प्याक भयो। के कारण हो? यो खसी त 100% रोगी छ ल। तिमीहरूले राम्रो खसी चुनेछौ। यो खायो भने त मान्छे त पुग्लुकै मर्छ ल। ठिक गरे तिमीहरूले। अब यो होइन, यो ठिक छ। यो अब त्यस्तै छ अहिले। त्यस्तै चाहिँ यो खसी अहिले यहीँ राखेर भोलितिर चाहिँ आउनु पर्ला है सर है। कस्तो भोलि? आजै लगिहाल्नु, मान्छेहरू पुग्लुक पुग्लुक मरिसक्यो। लगिहाल्नु यहाँ। छिट 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 छिट।
कहाँ छोडेर गयो भने न त गाउँ जान पाइयो न त यहीँ बसेर यसो रमाइलो गरेर यसो अलिकति खाउन भने त्यो पनि पाइएन खसीको मासु खाने हाम्रो भाग्यमा रहन्छ केटा हो रहन्छ यसपालि पनि मासु खान नपाउने भयो है सुनेको मासु खायो भने तागत आउँछ अरे त्यसै त म कमजोर छु 6 महिना भइसक्यो मासु खान नपाएको यस्तै रहेछ हाम्रो गरिबको जिन्दगी गरिब भरै जाने भयो रमाइलो गर्ने भने मात्रै के गर्नु खल्तीमा पैसा हुनु परेन के साँच्ची हिजोको 50 रुपियाँ ए साँच्ची म सानो रहेछ 100 रुपियाँ कुखुरा मासु खाइदिने हो क्या खाउँ न त्यही अलि नुन चल सानो मान्छेको सानै छु 100 रुपियाँको कुखुरा मासुले खाएर नि हुन्छ दसैँमा यो भनेको हाम्रो इन्भेस्टमेन्ट हो केटा तिमीलाई मैले यहाँ लगेर जाँदाखेरि कि तिमीलाई देखाएको छैन उता हेर उता त्यहीँ गएर चाहिँ त्यसले राखेको मैले पैसा 10,000 कहाँबाट आयो बिचमा अब यो 100 रुपियाँ यो 100 रुपियाँ अब 1000 हुन्छ 1000 पछि 10,000 हुन्छ त्यसपछि लाख हुन्छ लाख त्यसपछि एउटा खसी खाऊ दुईटा खाऊ तिनटा खाऊ मतलबै भएन केटा हो रैला हान्यो हिट केटा हो मेरो चिडीमा चिडी अब गल्ती भइहाल्यो यार केटा त्यसरी नहेर न अब पैसा पनि कमाउन सकिएन पैसा किनेर खान पनि सकिएन चोर्न पनि सकिएन अब एउटा लास्ट अप्सन भनेको अब त्यही माग्नु पर्ला जस्तो जा त मागेर आइज तँ न तैँले गर्दा होइन हामी किन माग्नु तैँले गर्दा हाम्रो पैसा हारेन तेरो त अनुहार पनि माग्ने जस्तो बताउँछ जा 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 भने जा भरे खान पाउँछ दाइ दाइ ए त्यो हामी त्यो यसो स्टुडेन्ट जस्तो मान्छे अनि त्यो खानलाई त्यो पैसै भएन त्यो खसीको मासु 1 पाउ जति तपाईँले दिनुभयो भने यो 10 मन थियो भनेर 1 पाउ जति खसीको मासु ए खसीको मासु सित्तैमा त्यो पनि 1 पाउ भाइ केजीको 1500 रुपियाँ पर्छ पाउको 400-500 रुपियाँ अब के सित्तैमा आउँछ 400-500 रुपियाँ ल मिट मसाला चाहिँ हाले मिट मसाला हाल्छ हो हाल्छ घिरौला नि मिठो हुन्छ नि केटा ह्याप्पी दसैँ है ल केटा घिरौला नि मिठो हुन्छ